डर लाग्छ तिमीलाई? नो So hello and namaste to everyone. Welcome to my wonderful vine. So good morning. म चाहिँ भर्खरै उठेर अनि फ्रेस भएर अनि जाने। ए अब रेडी। तपाईँ भइसक्यो तपाईँ? हैन इफका गर्दै हो। त्यतिकै जाने हो? हेरो देख्नु छ। हेरेन भइसक्नु भयो। हाम्रो नि हेरो देख्दैछ। निस्क्यौँ हामी। टाटा। अनि यसो छाड्ने मान्छे किन घुमिरहेको? तपाईँ छाड्ने कि? तपाईँलाई छाड्दा म छाड्छु त कहिले। तपाईँलाई छाड्न अल्छी लाग्ने हो? मलाई पनि त्यस्तै। अगाडिपट्टि 4 जना काली हो छादुवा माइजू ड्याडी मम्मी यहाँ हजुरमा चाहिँ अगाडि हुनुहुन्छ। भमिट गर्ने मान्छे तर यो मेकअप ल यसो खाना खाने रे यता के रे कुरिन्टार आहा धुवा धुलो यस्तै छ मैदा धुले फुस भएछ आहा कपाल हेर खाना पनि खाइयो टन्न भयो आनन्द भयो जाने यहाँबाट पोखरातिर लाग्ने हो। हामी जाँदैछौँ कारे गण्डकी गोल्डन ब्रिज
माडा यतापट्टि चाहिँ पार्टी भयो हेर्दै डर लाग्दैछ यार जाने जाऊ बिचमा गएर पढिन्छु भगवान यो ड्याडी नडराइकन गयो डर लाग्छ तिमीलाई तिम्रो नाम के हो सङ्गम पाण्डे तिम्रो मेरो राजेश बाबा तल हेर त डर लाग्दैन हेर ल मलाई डर लाग्छ कि यस्तो बाटो डराउनु नाम चाहिँ के हो थाहा छैन तर उता पारी मेला गण्डकी के हो अनि त्यहाँबाट उता पारी चाहिँ पुल तर्ने रहेछ आधी गयो आधीबाट त जानै सकेन त्यति त्यो छैन सक्यो गइनँ पनि मैले त जानै मलाई होइन सक्दैन छैन डर लागिहाल्यो डर लागिहाल्यो पुलमा जाने केही छैन यति पनि ठिक छ बेनीको बजार दामी रहेछ हौ बजार कसम बेनी अघि उताबाट हेरेको थिएँ दामी थियो त्यही परबाट हेरेको बबाल बेनी बजार दामी छ दामी बेनी बजार चाहिँ कट्यो बेनी बजारबाट हामी उकालो लाग्यौँ फेरि माथितिर कहाँ हो मलाई त केही पनि थाहा छैन माइजूलाई सोधौँ नि त कहाँ हो अरे माइजू कसलाई थाहा गाउँमा जाँदैछौँ हामी त्यही भन्दा नि पाइयो अन्नपूर्ण गाउँपालिका अरे उता त त्यस्तै त थियो तर नि यहाँ त हेर्नु न होटल नेचुरल स्प्रिङ नेचुरल स्प्रिङ भनेर राखेको छ तातो पानीको त्यही हो तातो पानी बजार होला हो यहाँ चाहिँ बस्यो भने छुट्टै हुन्छ फेरि होइन माथि जाउँला यहाँ भर्खर ढसमस भन्ने ठाउँमा आइपुग्यौँ ढसमस भन्ने ठाउँमा आएर अब बस्ने टाइम भएको छ सानो पऱ्यो ठुलो आकाशमा हेरौँ कुहिरो ल्याए जस्तो भइरहेछ केही छैन केही देखिँदैन यस्तै हो त कति देख्छ अब यसरी गर्नु पऱ्यो ल यस्तै छ होटल सोटल चाहिँ मैले देखाइहालेँ होइन यो चाहिँ च्याङ्राको मासु हो होइन अनि यो चाहिँ कुखुराको मासु हो होइन अनि यो चाहिँ मार्फाको मासु हो होइन स्याउको मासुको रगत यो पनि मासुको रगत हो अनि त्यो खाने चाहिँ मै हो है यस्तो उता पछाडि पनि छ ग्रुप अब खानासाना अहिले एकछिनमा खाने हो के हो कसो हो अहिले के ठोनीको अचार चौरीको घिउ यो चाहिँ मेरो भाग हो होइन मेरो भाग हो म चाहिँ अब खै अब क्यामेराम्यान अब के गर्नु है गाह्रो छ आलु मासु यो चाहिँ कापरको अचार
त्यसको काब्रो हुनु ठोर्नी ठोर्नी के ठोर्नी भने ठोस्ने एकछिन भर्खर सुरु हुँदैछ यो चाहिँ मलाई 56 अल्छी लाग्यो कि 56 अल्छीलाई मासु पनि छोडिदियो अरे अब सबजना रेडी भएपछि अब जाने हो खानासाना सबै सकिएको है अब खानासाना खाइयो अब आजको लागि यति हो अब घुमेको मात्र छ घुमेको भन्दा नि गाडीमा हिँडेको मात्र गऱ्यौँ ठिक छ आजको लागि घुम्नै भएको छ भोलि र पर्सि घुम्ने हो सो आज चाहिँ हामी यतिकै हिँडेको भएर सक्यो त्यतिकै ल ठिक छ भोलि खिचौँला आजको लागि चाहिँ अब आजको लागि यति नै है ल आजको लागि यति नै है त ल गुड नाइट टाटा